हेलो नमस्ते सेवारो सबैजनामा वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। आज हामी हाम्रो 3 सिमेनाको यात्रामा जाँदैछौँ। हाम्रो डेस्टिनेसन चाहिँ 4 रातेसम्मको छ र हामी चाहिँ 3 जनाको ग्रुपमा छौँ। राते भनेको चाहिँ हाम्रो यो इन्डिया र नेपालको बोर्डरै पर्छ। हामी जाँदैछौँ। तेर्सो मात्र दाउन हामी गएको ल। आज घाम त लाग्छ नि भनेको है। यो चाहिँ यसमा चाहिँ 5 वटा हुन्छ। 5 वटा 3टा मात्र। कुखुरा चाहिँ हामीले यहीबाटै लिएर जाँदैछौँ। माथि पाउँदैन भनेर हामीलाई यहीबाट लिएर जाँदैछौँ। आज चाहिँ तर मौसम एकदम खुलिरहेछ। जनादेखि नि माथि 4 रातेसम्म पुग्ने हाम्रो योजना हो। अगाडि हिँड्छस् कि म पछि अगाडि हिँड्छु हो। अझै बाटो थाहा छ नि त। अझै बाटो थाहा छ नि त। यो बादल छ नि त्यहाँ यसको बिचमा जानुपर्ने हामी। हाम्रो जाने साथीहरू हाम्रो जाने आजको हाम्रो डेस्टिनेसन चाहिँ आजको हाम्रो डेस्टिनेसन चाहिँ साथै यो छ नि यो डाँडाको पल्लो डाँडादेखि चाहिँ हामी भित्र छिरी जानुपर्छ। आज एकदम दामी छ होइन। मैले फोनमा हेरेको के आज राम्रो थियो क्या। अनि खाइदिए पानी सानी पिएर गर्मी त खासै छैन। यहाँ त एकदमै शीतल छ। पहाडमा त एकदमै शीतलै हुन्छ है साथीहरू। ल जाउँ भयो भयो। हाम्रो प्राङबुङ बजार हजुर माथि होइन माथि के छ माथि चाहिँ नम्बर छ दाइ। ए देखिहालिन्छ कहाँ 4 रातेमा कि 3 सिमानामा? 4 रातेमा जाउँ न म त पुग्यो है प्राङबुङ चाहिँ होइन। प्राङबुङ पहिला आएको तल चाहिँ खेत होइन। पहिला हामी आएको थियौँ यो प्राङबुङ चोक। हजुर पुग्छ होला हाम्रो दिदी। गाह्रै मानेको हामीले चाहिँ ठोकिन्छ नि। माथिबाट चाहिँ मदनलाई बोक्ला। बर्खा मासमा जानु चाहिँ एकदमै साह्रो छ साथीहरू। पछाडि उठाइदेन। उठा बर्खा मासमा जानुको फाइदा अब जिस हरियाली देख्नुको लागि त जानु पर्यो। अब चाहिँ जान्छ क्या। अब त स्टार्ट गर्दा जान्छ रिदी। होइन यो आज खेल्ने मान्छे नभएको चाहिँ एकदमै गाह्रो हुन्छ है। कुन ठाउँ हो दिदी? भैँसे भन्ने ठाउँमा चाहिँ हामी खाजा खाएर उकालो लाग्नेछौँ। किनभने पानी पऱ्यो भने हामी एकदम भिजो घुम्नेछौँ। भइसक्यो हामी
याङनामबाट दिदी कहाँ खाजाहरू कहाँ पाउँछ ए ल हाम्रो दिदीको घरमा चाहिँ खाजा खान्छौँ त्यसपछि हामी उकालो लाग्नेछौँ एकचोटि बनाइदिनु नि त त्यहाँ दिदी त्यो झोला लिएन माथि हामी कहाँसम्म जान सक्छौँ दिदी 4 राति हाम्रो टार्गेट त्यहाँसम्म जान सक्छौँ बस्न हामीलाई चाहिँ यसो गर्नु दिदी पहिले गरिदिनु ल फेरि अहिले पानी पर्छ के हुन्छ होइन रेडी त्यो हाम्रो चौचौ निकाल होइन फाइनली अहिले चाहिँ हामी 4 राति डाँडामा पुगिसकेका छौँ हाम्रो बाइकहरू चाहिँ मुनि राखेछौँ किनभने एकदमै चिप्लो छ यहाँ चाहिँ है पानी हिजो परेछ एकदमै चिप्लो छ अहिले हामी बाइकहरू मुनि राखेर हामी हिँडेर जाँदैछौँ त्यो डाँडामा जहाँ चाहिँ होमस्टेहरू पनि रहेको छ अहिले हामी चाहिँ यो हाम्रो 4 रातिको डाँडामा छौँ हामी इन्डिया र नेपालको बोर्डरमा छौँ अहिले चाहिँ 4 राति यो चाहिँ हाम्रो नेपाल बोर्डर हो यो उता चाहिँ हाम्रो नेपाल यता चाहिँ इन्डिया आज चाहिँ मौसम एकदमै खुलिरहेको छ 4 रातिमा चाहिँ जाडो जाडो छ ओ रिदी कस्तो लागिरहेछ त मदन एकदम मलाई कस्तो के लागिरहेछ कस्तो लागिरहेछ त 4 रातिमा केटा एकदमै रमाइलो छ हैन साथीहरु हामी चाहिँ 4 राति डाँडामा आइसकेका छौं जहाँ चाहिँ एउटा होमस्टे रहेको छ यो चाहिँ अहिले सञ्चालनमा छैन भनेको सुन्दैछौँ किनभने अफ सिजन भएको कारणले गर्दा अहिले सञ्चालनमा छैन हामी चाहिँ यहाँ छिटै आइपुग्यौं अहिले दिउँसोको 2 बजिरहेछ र अब यहाँ हामी केही छिन घुमेर चाहिँ हामी सन्तकपुर जाने छौं फेरि हामी सन्तकपुरबाट फर्केर यही हाम्रो एउटा दाइ हुनुहुन्छ जहाँ चाहिँ उहाँले चाहिँ चौरीहरु पालेर बस्नु भएको छ उसकै हामी होमस्टे एउटा गोठमा चाहिँ कटेजमा चाहिँ बस्ने छौं
बाटोको हालत चाहिँ एकदमै खराब बाटो चाहिँ फेरि जोकै छ बाटोको चाहिँ झाडो पनि छ आज है यो खतम गरिदिनु दिउ फ्याँक्दिउँ यो खुकुरी चाहिँ हामीले केही आपद विपदमा केहीको लागि चाहिँ लिएर आएको होइन तर खासै यसको लागि चाहिँ त्यस्तो खुकुरी त कति नयाँ हो नि कहाँबाट किनेर ल्याएछ तैँले चाहिँ यो त खानै पर्यो होइन फोटो खिचोक सर अख्रिए होइन अख्रिए यसले त छुर्पी पनि दियो त्यो बुढोले कुदान्नु हो गुम्बाङ एउटा छुर्पी रहेछ कसले खानु हालिदिएन यो काम केहीमा गयो गयो खुल्लिन्छ खुल्यो है मौसम चाहिँ है यस्तै लेकतिरको मौसम एकैछिन हरियाली भएको छ पुरै हामी चाहिँ अहिले 4 रातिबाट चाहिँ सन्तकपुरतिर जाँदैछौँ बाटोसँग चाहिँ हामीले च्यालेन्ज गर्नुपर्ने हुन्छ होइन फेरि हामी फर्केर पनि यही 4 रातिमै आउनुपर्ने छ हामी त्यही भएर अहिले छिटो जाँदैछौँ किनभने यो अहिलेको मौसम चाहिँ पानी पर्ने मौसम हो फेरि पानी पर्न सक्छ है त्यही भएर हामी छिटो जाँदैछौँ हामी चाहिँ सन्तकपुर बजार आइसकेका छौँ है अहिले चाहिँ यो चाहिँ सन्तकपुर बजार हो देख्न सक्नुहुन्छ यो देखिने घरहरू चाहिँ इन्डियाको घरहरू हो हाम्रो नेपालपट्टि चाहिँ देखिने घरहरू चाहिँ यिनीहरू हो नेपालपट्टिको घरहरू चाहिँ यिनीहरू हो हामी चाहिँ ठ्याक्कै अहिले नेपाल र इन्डियाको बोर्डरमा चाहिँ छौँ सन्तकपुरमा रहेको हाम्रो यो नेपाल र इन्डियाको बोर्डरमा गरौँ न हामी चाहिँ अहिले इन्डियापट्टि चाहिँ छिर्दैछौँ यहाँ जानु दिनु रहेछ त्यही भएर हामी इन्डियातिर अहिले छिर्दैछौँ सन्तकपुर डाँडामा तर यहाँ चाहिँ आज चाहिँ हल्का हिमालहरू चाहिँ देख्नु पाइएको छैन किनभने धुमिरहेछ बिहान सायद देख्नु पाउँछ होला अहिले चाहिँ हल्का धुमिरहेछ त्यही भएर हामी चाहिँ सन्तकपुरबाट चाहिँ फर्किसकेका छौँ आजको हाम्रो होल नाइट चाहिँ 4 रातिमा हुनेछ हामी चाहिँ अहिले 4 रातितिर जाँदैछौँ त्यहाँ चाहिँ हाम्रो एकजना दाइले सञ्चालन गर्नुभएको चौरी गोठ रहेको छ आजको हाम्रो होल नाइट ती हुनेछ अहिले हामी 4 रातितिर जाँदैछौँ यो देखिने गोठ चाहिँ हाम्रो मेमिङको दाइले सञ्चालन गर्दै आउनुभएको होमस्टे जस्तै हो उहाँले चाहिँ चौरीहरू पनि पाल्दै आउनु भएको छ यो चौरी गोठको दाइको घरमा जानेछौँ आज रात हामी त्यही काटेर चाहिँ भोलि चाहिँ हामी हाम्रो घरतिर जानेछौँ आज रात पर्यो पानी पनि परिरहेछ तर अहिले चाहिँ रोकिने रहेछ एकदमै जाडो छ पानी आज दिउँसोमा 2 पल्ट जस्तो परिरहेको थियो पानीले हामीलाई पुरै भेट्यो भनौँ न लुगाहरू सबै भिज्यो तर हाम्रो लुगा अहिले चाहिँ सुक्यो हामी हाम्रो आज बस्ने गन्तव्यमा पुगिसक्यौँ यहाँ चाहिँ आज हामी बस्नेछौँ हाम्रो दाइ आउनु भएको छैन ए अघि आइपुग्नु हो ओ दाजु अब क्यारिक र यसले हान्छ के हो कत्रो हो यसले अहिले आएको यो हाम्रो उता धुँदै ए धुँदाखेरि चाहिँ बान्नुपर्छ खुट्टा ए ल ठिकै छ कत्रो हो यो चाहिँ भर्खर चरेर आएको है यसलाई पनि धुनुपर्ने हो अब ए हो दाजु लु आइपुग्नु है अम्बोइ कहाँ पो
ए ल ल ल ल दाईको घरमा आइपुग्यौँ। अब हामी आज बेलुका चाहिँ यहीँ बस्नेछौँ। अँध्यारो भइसकेछ, खासै केही देखिएको छैन। आमा छुर्पीहरू त पुरै रहेछ नि त हौ। यो चौरीकै हो दाइ सबै? आमा ल सबैभन्दा पहिले आइपुग्यो बाजे यिनीहरू? ए सबै धुनुपर्ने हो यिनीहरू? हान्नु त हान्दैन होला नि है? एट्याक गर्छ फेरि। पालो पर्खिँदो रहेछ नि त मजाले, पालो पालो पर्खिँदो रहेछ क्या। हाम्रो गोठ बसाइ चाहिँ एकदमै रमाइलो हुँदैछ। पालो पर्खिँदैछ। यो चाहिँ मेरो चाहिँ गर्मीमा चाहिँ घाउ निस्किएको थियो तल झापामा। अहिले चाहिँ हल्का ठिक भइरहेछ होइन। र दाग चाहिँ हल्का बसिरहेछ, फेसतिर गालातिर पुरै निस्किरहेको थियो। भरिन्छ यसले? भर्दैन नि, 1 लिटर यसकै आएको यति? यो दुईटाको, ए दुईटा गरेर आएको। यसलाई त अघि धुइसक्नुभएको? ए अरूहरू आउनु बाँकी छ होला न अझै? यस्तो छ हाम्रो यहाँ चौरी गोठको हाम्रो बाजे पर्ने हुनुहुन्छ। उहाँको गोठबाट देखिने दृश्यहरू चाहिँ तीन सिमाना चाहिँ यसरी पर्दो रहेछ कि यहाँ यो पर्छ तीन सिमाना चाहिँ। यो डाँडाहरू चाहिँ सबै इन्डिया पर्छ। यहाँदेखि यता चाहिँ अहिले म भएको ठाउँ चाहिँ म उभिराखेको चाहिँ हामीले चाहिँ यो चाहिँ तलबाटै लिएर आएको थियौँ है। अब यो चाहिँ हामी अब अर्ग्यानिक तरिकाले पोलेर खानेछौँ, तपाईँहरूलाई पनि देखाउनेछौँ। र जतिसक्दो तपाईँहरू नि यहाँतिर घुम्न आउनुहुन्छ भने चाहिँ प्रायः तलबाटै लिएर आउँदा अति उत्तम राम्रो हुन्छ। गुड मर्निङ सबैजनामा। अहिले हामी उठिसकेका छौँ बिहानै र दाजुले चिया बनाइदिनु भएको थियो। चिया खाँदै हामी बिहानै उठिसक्यौँ। अब हामी यहाँबाट चाहिँ फर्किनेछौँ घरतिर। सायद अलिक आज चाहिँ मौसम एकदमै राम्रो क्लियर आइरहेछ। हाम्रो दाइको होमस्टे छोडेर अहिले चाहिँ हामी जाँदैछौँ। र जसले यो भिडियो हेरेर इन्जोय लिनुभयो तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। र अन्तिममा लाइक, सेयर, सब्सक्राइब गर्नुभयो नबिर्सिनु होला भन्दै यो भिडियो चाहिँ यही इन गर्न चाहन्छु।